यो ताराबारा लेखन विरोध गरेर मर्छ। त्यस्तो गोली लगाएर अल्ला बिला परेको मान्छेहरू, विपत्ता परेको मान्छेहरूलाई विदेशबाट पैसा उठाएर पैसा दिनु जाँदाखेरि पुलिसलाई सोध्नु पर्छ, पुलिसको अधिकारबाट लैजानुपर्छ भने यो ताराबाराल पागल नि रहेछ कि के हो? दिमाग फुस्किनुलाई चाहिँ के हो? तैँले पैसा लिएर दिन्नस्, आउने अरूले दिँदा पनि अनि भन्छस् त कुकुर नि। पहिला पनि त्यो के हो गरान बनाउँदा पनि त्यो भरतपुरको गरान बनाउँदा नि खुब विरोध गर्दै हिँड्दै गरिस् पागल नि। अहिले फेरि त्यस्तो गोली लगाएर सबको छोराछोरी कोही मरे, कोही घायल भएको छन्, विपत्ता छन्। त्यस्तो देखेर पाबत्ती देखेर विदेशबाट कति पैसा उठाएर खाइ नखाइ दुःख गरेको पैसा पठाएछन्। यसो गरेर दिनु भनेर लैर दिएछ बिचरा। लैर दिएको मान्छेलाई विरोध गर्छस् त पागल नि। तेरो मर्ने काल नआउने त पागल नि। तैँले त प्रचण्ड, देउबा, ओलीको घु खाएर चाहिँ के हो? घु लती हगेको घु खाएर चाहिँ कि लती हगेको घु खाँदै बस्दै गरेर चाहिँ के हो? त्यस्तो राम्रो काम गर्ने मान्छेले त्यति दुःख गरेर हिँड्ने, त्यस्तो राम्रो काम गर्ने मान्छेलाई विरोध गरेको गर्ने पागल नि। यसलाई त बेसरीकोहरूले कुटेर अधिकोल्छ भनेर चुल्ठो लुचेर कुटेर राखे हुन्थ्यो। यस्तोलाई आर्जुको घु खाइस् कि, ओलीको घु खाइस् कि, प्रचण्डको घु खाइस् कि, देउबाको घु खाइस् र कि ओलीको घु खाइस्? कसको घु खाइस्? कि महेश बस्नेको घु खाइस्? त पागल नि।